फाइनली गाइस यहाँनिर तपाईहरुलाई राम्रोसँगले देखाउने छु यहाँनिर मैले हिजो भिडियो गरेको थिएँ है राम्रोसँगले ल्याएको थिएँ आज चाहिँ यसरी स्थापित भएको छ है गणेशजीको शिव भगवान है आज चाहिँ ओपनिङ छ यसको हैन ओम वरुणाय नमः सातस्यस्वाकाः सोमशरीकान्तां प्रियवासिनीं त्र्यम्बकं ददामहे सुगन्धिं पुष्टिवर्धनं पुष्पारुकमिव वन्दना प्रियोर्मुक्षीयमामृतात् त्र्यम्बकं ददामहे सुगन्धिं प्रतिवेदनं पुष्पारुकमिव वन्दना प्रियोर्मुक्षीयमामृतः हरि ओम मा सहस्रशीर्षा पुरुषः सहस्राक्षः सहस्रपाद सभूमिको सर्वतस्पटवाद्यातिष्ठसाङ्गुलं पुरुष एवेदग्गो सर्पं जगद्भूतं दत्तभाव्यम् उतापरितवस्येषानो जगन्नेन तिरोहति एतावानस्य महिमातो ज्यायाहुस्तपुरुषः पादोस्य विश्वभूतानि त्रिपादस्यामृतं दिवि त्रिपादोर्ध्व उदयपुरुषः पादोस्तेहा भवति पुनः ततो विक्रमं विक्रामशासनानसने अभि ततो विराजजायत विराजो अधिपुरुषः सजातो अत्यर्यतपसाद्भो नाकं महिमानः सतं सर्वपुरते साध्याः स्वामिदेवाः अद्यः संवृतः पृथिवीरथास्तपितृकर्मणः समवर्तताग्रे तस्य तवश्चापि तदरूपमेति तन्वक्ष्यते उद्वमासानवग्रे वेदाहमेतं पुरुषं महान्तमादित्यवर्णं तमसः परस्तात् तमेव वेदित्वात् मृत्युमे त्रियान्यः पन्थः विद्यते जनाय प्रजापतितरविर्वे अन्तरजायमानो बहुधा विजायते तस्य योनिं परिपश्यन्ति धीरास्तस्मिन् तस्मिर्भुवनानि विश्वा जो देवेभ्य आतपति जो देवानां पुरोहितः भूर्भुवो देवेभ्यो जातो नमो रुद्राय ब्रह्मणे रुद्रं ब्रह्मं जनयन्तो देवा अग्रे तद्ब्रुवन् तत्त्वैवं ब्राह्मणो प्रियातस्य देवा असन्वसे श्रीष्टदे लक्ष्मीष्टपत्न्यापहोरात्रे पार्श्वे नक्षत्राणि रूपमुद्विनोऽप्यात्तं विशुरण्डिकाणामुं इकाण सर्पलोकं इकाण हरिः ॐ गणानान्त्वा गणपतिगो हवामहे प्रियाणान्त्वा प्रियपतिगो हवामहे निधीनान्त्वा निधिपतिगो हवामहे वसो मम आहमजानि गर्भधमात्वमजासि गर्भधम् दायद्रे दृष्टजागत्यानिष्टपं ज्यासा प्रियमिश्रिहा काकप्सो जेभिः संयन्तद्वा त्रिपदाजास्त्रिपदाजास्तगणपदाः विच्छन्दाजास्तसच्छन्दाः शोचिभिः संयन्तद्वा सहसोमाः सछन्दस आभृतः सह प्रमारिकयः सप्तदैव्याः पूर्वेहं पन्थामनुदृश्य
धीरा अन्वादे वीरयो नरस्मिन् जाग्रतो दोरमुदयति दैवं तदु सप्तस्य तथैवैति दोरङ्गमञ्ज्योतिकां ज्योतिरेकं तन्मे मनः शिवसङ्कल्पमस्तु येन कर्माण्यपसो मणिकिणोदने कृण्वन्ति पिदते कुदीर यसै भेगका एकजना गुरुजी आफै आएर उहाँले यो गुफाभित्र बस्नुभएको थियो र त्यस समयमा यहाँका गाउँवासीहरूले एउटा यहाँनिर सानो मन्दिर बनाउने एउटा जमर्को गरेर सो मन्दिर त्यसरी नै हामीले साधारण तरिकाले सञ्चालन गर्दै आइरहेको थियो। फेरि 2-3 महिना बाद सो गुरुजी यहाँबाट उहाँ कतै जानुभयो, हामीलाई कुनै प्रकारको सूचना नभइकन। त्यसपछि यो मन्दिर यसरी यहाँ बन्द रहेको थियो। त्यसै सबै यहाँ बनिएको बाँसले बनिएको जुन स्ट्रक्चरहरू थियो त्यो पनि सबै भत्किएर गएको थियो। र त्यसपछि यसै गाउँका एकजना युवा भाइ श्रीमान बलराम प्रधान अनि स्वर्गीय इन्दिरा प्रधानको सुपुत्र भाइ अजय प्रधान, जो उमेरले उहाँ लगभग त्यस्तै 28-29 वर्षको हुनुहुन्छ। उहाँको आमा त्यसपछि एकदमै बिरामी रहनु भएको थियो। त्यसपछि उहाँले आमाको निम्ति धेरै यहाँ पूजाहरू पनि उहाँले लगाउनु भयो र उहाँको आमाको सुस्वास्थ्यको लागि उहाँले म मन्दिर बनाउँछु भन्ने उहाँले जुन एउटा अठोट गर्नुभएको थियो। बाटो हिँड्नुपर्छ, फेरि अप्ठ्यारो लाग्यो। आज मङ्गलबार क्यान्सल गरेर आज यो मन्दिरमै जान्छु भनेर मागे नि हामीलाई पनि पर चौकीमा नाम लाएर लेख्छ यसरी आज खाली हुँदैन। हाम्रो यो गाउँमा एउटा भर्खरै नवनिर्मित यो मन्दिरको उद्घाटनमा सरले पाउँ कस्तो गरिदिनु भएको छ। व्यस्तताहरूलाई पनि परस राखेर सिएम साहबको प्रोग्रामलाई पनि परस आएर यहाँ हाम्रो टिकोलाई स्थितिहरू धेरै यही बाटो हिँड्नुपर्छ। सरलाई चाहिँ हामी समग्र मन्दिर सञ्चालन समिति साथै मन्दिर बनाइदिने फ्यामिलीको तर्फबाट पनि गाउँलेको तर्फबाट पनि सरलाई चाहिँ मेरो तर्फबाट अनि सबै गाउँलेहरूको बुजुर्गहरू धन्यवाद पठाउँदैछु। तर जमिन दिने दाता अर्को बनाउने अर्को सम्झनाको लागि र हाम्रा छनथन पाचेखानी जिब्यूका पञ्चायत प्रेसिडेन्ट लगायत यहाँ उपस्थित पञ्चायतगणहरूलाई हामीले समग्र रूपमा एउटै प्रशंसा पत्र तयार गरेका छौँ। सुनिदिने म अनुरोध गर्दछु। छलमथाङ पाचेखानी जिब्यूकी पंचायत सभापति
रवि गुरुङज्यू उहाँलाई पनि हामी सञ्चालन समितिको